हेलो गाइज, स्वागत छ हजुरलाई मेरो मिनी भ्लगमा। आज चाहिँ हामी समोसा बनाइ खाने भनेर रेडी गर्दै थियौँ। आलु उसिनेर चनालाई त्यही आलु माथि प्लास्टिकमा पानी हालेर उसिनेर काटकुट भुटभाट गरेर यसरी आलुदम बनाए जसरी नै बनाथ्यौँ, रेडी गर्दै थियौँ। तर आलुलाई भुटेर बनाइन्छ, आलुलाई भुटेर बनाउँदा नि हुन्छ। खाउँ जस्तै मिठो भएको थियो यो चाहिँ यति बेला नै। अनि मम्मी चाहिँ समोसाको बोक्रा के भन्छ त्यसलाई बनाउँदै हुनुहुन्थ्यो। हामीलाई चाहिँ बनाउन आउँदैन, त्यही भएर सबै मम्मीले बनाउनु भएको। हेल्प चाहिँ हामीले गरेको, समोसा चाहिँ मम्मीले बनाउनु भएको सबै। फाइनली यस्तो भएको थियो हाम्रो चाहिँ गाइज समोसा। अनि के भन्नु भन्नै आउँदैन। हाम्रो फाइनली यस्तो भएको थियो, खाँदा नि एकदम मिठो भएको थियो। गाउँमा चाहिँ हामी पहिला यसरी बनाएर खान्थ्यौँ, साह्रै नै मिठो हुन्थ्यो। अनि त्यही भएर आजले बनाइ खाएको। यो चाहिँ समोसाको त्यो भित्रको नपुगेर हामीले दाम्ला डोरी पुरी के बनाउँदै थियौँ, मैले बनाउँदै थिएँ। यस्तो भएको थियो फाइनली हाम्रो दाम्ला डोरी। अनि बाई बाई गाइज, यति नै हो।